पानी परेको हुँदा एकछिन मजाले गाडी गइन्थ्यो अनि हामी पनि रेस्ट गर्थ्यौँ। मजाको बनाउँछ त्यस्तै छ। यो बाटोको भिडियो बनाउनु पर्थ्यो हामीले, साह्रै अप्ठ्यारो बाटो थियो यार। अनि यस्तो अप्ठ्यारो बाटो, यो अफरोड भनेको नेपालकै टप लेभलको अफरोड हो क्या, जहाँ कुनै पनि एक्सक्युज नै छैन क्या होइन। तर यो बाटो खोलेर के काम, यत्रो खरबौँ रुपियाँ खर्च गरेर गाडी नै हिँड्दैन यहाँ होइन। यहाँ कुनै मार्केटै छैन। तपाईँले के भन्न चाहनुहुन्छ त हाम्रो अहिलेका सरकारमा बसेका ठुलो पोस्टमा बसेका प्रधानमन्त्री भन्नेलाई? तर यो बाटो यिनीहरूले बनाउनु भन्दा नि पहिले खोलिएको थियो, तर यो लेभलमा ठाउँ ठाउँमा जिस तरिकाले बाटो बनाइएको छ होइन। जब यति राम्रो बाटो देख्दाखेरि मान्छेहरू जो पनि आउन मन लाग्छ होइन। यो टप अफ द वर्ल्ड यो भ्यू हेर्नको लागि आउन मन लाग्छ। त्यसको लागि सबैसँग ठुलो गाडी हुन्छ भन्ने छैन होइन। मान्छेहरू ह्याचब्याक कारहरू चढ्न रुचाउँछ सबैजना होइन। आनन्द भुइँमा सड्किएर हिँडेको गाडीहरू चढ्न चाहन्छ, ल्याम्बोगिनीहरू चढ्न चाहन्छ क्या मान्छेहरू, मर्सिडिज फरारीहरू चढ्न चाहन्छ होइन। त्यसको लागि हामीले तिरेको कर हो नि त। तर यहाँ त्यो बनाइएकै छैन होइन। हेऱ्यो पुरा अफरोड, अफरोड पनि यस्तो अफरोड छ जहाँ डोजरभन्दा अर्को चढ्नै सक्दैन क्या होइन। भनेपछि अब सानो गाडीलाई त कति गाह्रो छ। त यो सबै भिजन नभएर बेवकुफ मान्छेहरू सत्ता चलाइरहेको प्रश्न देखिन्छ। त्यही अगाडि डोजरले काम गरिरहेको छ, त्यसले बाटो मजाले पेलेर ठुलो बनाउन सक्थ्यो त्यहाँनिर, जहाँ अहिले हामीले सफरिङ गऱ्यौँ। गाडीलाई पनि मर्का पऱ्यो है, हामीलाई मर्का पऱ्यो। हामी सबैको सातो नै गयो धन्दैले। झन् बेबीसँग बसिरहेको फ्यामिलीजलाई झन् मुस्किल हुन्छ। भनेपछि यो भएन, सरकारवालाहरू सक्नु भएन तपाईँहरूले गर्न है। तिमीहरूले सकेन क्या, तैँले सकिनस् क्या है, चलाउनै सकिनस् क्या तैँले। कसरी बिजनेस गर्ने, कसरी व्यापार गर्ने, कसरी बाटो बनाउने, कसरी विकास गर्ने भन्ने तिमीहरूसँग त्यो नमुना नै भएन क्या। तिमीहरूसँग त्यो ज्ञानै भएन क्या। अल्पज्ञानी भयो क्या तिमीहरू बुझ्यो नि होइन। ज्ञान र दिमाग लागु भयो त मान्छेहरूले के भन्छ, भ्रष्टाचार गर्न नराम्रो कामको लागि मात्र होइन त। मान्छेले 2 लाख 3 लाख रुपियाँ तिरेर 15-20 हजार कमाउन खाडी गइरहेको छ। यदि त्यही व्यक्तित्वलाई हाम्रो यहीँ नेपालमा 3 सिफ्ट गरेर 24 घन्टामा 3 सिफ्ट गरेर 8-8 घन्टाको काम लगाइदिने भने दाउनेको बाटो आज हामी यत्रो सफर, यत्रो मोडमा हामीहरू आउनु पर्थेन। हामीले ज्यानलाई धरापमा राखेर एउटा गाडीको भरमा हामी यस्तो यस्तो पहाडहरू चढ्यौँ होइन। किनकि काठमाडौँ पुग्नु नै थियो जसरी भए पनि। त्यो कारणले गर्दाखेरि यदि त्यति धेरै मान्छेहरू, नेपाली मान्छेले पुग्थेन, आज यदि हामीले राम्रो तरिकाले हाम्रो बाटोमा नेपाली युवाहरूलाई मात्र पनि युज गरिएको भए, 24 घन्टामा 3वटा सिफ्ट बनाएर काम गरिएको भए दाउन्नेको बाटो बन्नलाई धेरै भनेको 5 महिना पनि लाग्थेन। तर 5 वर्ष होइन, 5x3 गर्दा पनि सकिँदैन यहाँ। किनकि यहाँ जम्मा 4 जनाले, अस्ति मैले देखियो बाटोमा 2टा डोजर लगाएको छ, 4 जना मान्छेले काम गरिरहेको छ। अरे भाइ 4 जनाले कहिले काम गरेर सकाउँछ, त्यो पनि एउटा सिफ्टमा। अनि त्यसपछि जनतालाई शास्ति, करोडौँको गाडी चढेर हिँडिरहेको छ। त्यो बिचारा मान्छेलाई शास्ति, गाडी चिप्लेर कहाँ पुग्छ थाहै छैन। ए भाइ के बाटो बनाएको, के राम्रो बनाउन सिक्न है। नलेज छैन भने छोडिदेऊ, हामी छौँ त। आफ्नो देशको युवालाई कसरी रोक्ने, रोजगारी 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 भनिरहेछ, रोजगारी छैन। फ्याक्ट्री चाहिँदैन क्या, यो बाटो छ नि यहीँ हाम्रो करोडजनालाई पनि कम पर्न जान्छ। भनेपछि तिमीहरूलाई त्यो कुरो थाहै छैन। हाम्रो चक्रपथ रिङ रोड हेऱ्यो काठमाडौँको भने, त्यहाँ त्यही धुलो मात्रै छ, त्यहाँ खै काम गर्ने मान्छे कहिले देखिँदैन। 2-4 जना यसो कहिले काहीँ देखिन्छ त्यति। तर हाम्रो युवाभरिलाई 15-20 हजार कमाउनको लागि 2-3 लाख रुपियाँ तिराएर विदेश पठाइरहेको छ। कस्तो नेतृत्व हो, के को लागि? तिमीहरू के को लागि नेतृत्वमा बसिरहेको? कति भ्रष्टाचार गरिरहन्छौ, काम छैन होइन तिमीहरूको।
हाइट लाग अब तिमीहरू सक्दैन। तिमीहरूको जसरी शरीर बुढो हुँदै गयो, दिमाग बुढो हुँदै गयो, तिमीहरूको दिमागै छैन क्या। यति शास्ति हामीले भोग्यो नि आजको यो बाटोमा, यति शास्ति भोग्यो नि। सानो बेबीलाई हामीले गाडीमा सुताएर यस्तो पहाडमा हामीले गाडी चढायो होइन। अलिकति मिस हुन्थ्यो भने गाडी त खोलामा जान्थ्यो त। तर तिमीहरूलाई थाहा छैन, किनकि तिमीहरू त जनताको करबाट प्लेन चढ्छौ नि त। यो बाटो कहिले हिँडेको छैन अनि तिमीलाई के थाहा हुन्छ भन्ने कुरा तिम्रो कानमा छिटै पुगोस् क्या। किरा पर्छ यार तिमीहरूलाई, किरा पर्छ थाहा छ। मऱ्यो भने किरा पर्छ, मऱ्यो भने त पर्थ्यो पहिल्यै किरा परेर मर्छ क्या तिमी। दुनियाँको श्राप होइन, उतिखेरै लाग्दैन नि त केटाहरू। भाइ केटाहरू तिमीहरूलाई उतिखेरै लाग्दैन, टाइम लाग्छ तर किरा परेर बेड बिस्तारैमै मर्छ तिमी। यति नै हो है त आजलाई हामीले सकाइ सक्यो सर। हस्, धन्यवाद। तपाईँको सुझाव सल्लाह सरकार सामु पुगोस् र उनीहरूको ध्यान आकर्षण होस् है। जरुरी छ। जस्तो के बाटो बनाएको, के जरुरत छ यहाँ यत्रो अरबौँ रुपियाँ खर्च गर्ने? जरुरत छैन नि। यो तिमीहरू भ्रष्टाचार गर्नको लागि यो बाटो बनाएको। यहाँ मैले 2-4वटा गाडी हिँडेको देखिनँ। अब यो कामलाई गर्नको लागि सुझाव के छ त सरकारको लागि? छोडिदेऊ, तिमीहरू बुढो भइसक्यो, हामी गर्छौँ। हामीसँग छ भिजन, हामीसँग छ मिसन, कसरी बाटो बनाउने, कुन ठाउँमा बाटो बनाउने। यो जङ्गलमा बाटो बनाएर के हेर्नु, टपमा भ्यू टावर बनाएर के हेर्नु। तपाईँलाई लास्ट टाइममा जाँदै राजा कि राष्ट्रपति? तेरिका, राजाले बनाएको देशमा राष्ट्रपति भन्ने गधाएको काम हुन्छ भने क्या। तपाईँ त गणतन्त्रवादमा हुनुहुन्छ नि त अहिले। गणतन्त्र ल्याएको व्यवस्थामा अहिले चलिराख्नु भएको छ, यही बाटोमा हिँडिराख्नु भएको छ भने धेरैको दिनमा दिउँसो हुन्छ, त्यो दुनियाँमा दिउँसो हुन्छ, त्यो दिउँसोमा हिँड्नै पर्छ। ब्राइटनेस अटोमेटिकली आउँछ। त्यो ब्राइटनेस भनेको कसैले छोकिँदैन, कसैले रोकिँदैन, त्यो अटोमेटिक हुने कुरा हो। त्यसको लागि त्यो बहसभन्दा पनि त्यो समयको अपरिहार्य चिजहरू हो, त्यो समयको साथमा छोडिदिनु बेटर हुन्छ। घामलाई छेक्छु भन्नु, दिनको ब्राइटनेसलाई छोप्छु भन्नु भनेको त्यो मूर्खता हो। राजा आउनु त दिउँसोमा सपना देख्नु बराबर हो भन्ने सोच्छु नि। के हो के राजाहरूको लागि त भइहाल्छ नि। बाउ जतिखेर आए नि हुन्छ, दिउँसो आए नि हुन्छ, राति आए नि। घरमा आउनलाई, आफ्नो घरमा आउनलाई म जतिखेर जाउँ। मेरो रैतीहरू धेरै राजा नभन, तिम्रो रैती दासहरू, तिमीहरूलाई फेरि कुन दिन फेरि गोली ठोक्न पर्ला, अझै तिमीलाई गोली नपुगेको रहेछ भन्ने पनि धेरै कुराहरू मैले कमेन्टहरू पनि देखेँ है। आफैले पनि धेरै कुराहरू इन्टरभ्यूहरूमा सुने। यस विषयमा तपाईँले के भन्न चाहनुहुन्छ र सुझाव के दिन चाहनुहुन्छ? अब जसले मान्छे मारेर आएको उसलाई के थाहा हुन्छ त? गोली कति हुन्छ, मान्छे कसरी मारिन्छ, कुन घर कसरी चोरिन्छ भन्ने कुरो थाहा हुन्छ होइन। हामीहरूलाई के थाहा यार त्यसको बारेमा? केही पनि थाहा छैन। हामीलाई न चोर्ने जरुरत छ, न मान्छे मार्ने जरुरत छ, हामीलाई केही पनि जरुरत छैन। हामीलाई न भ्रष्टाचारी गर्नु छ, आफ्नै दममा सब चिजहरू हामी गर्न सक्छौँ। भने जस्तै गणतन्त्र ल्याएको छ नि, त्यसमा स्वतन्त्र बाँच्न पाइएको छ अरे के। जब राजा आउँछ त्यसपछि दासी हुनुपर्छ, उसको रैती हुनुपर्छ भन्ने किसिमको धेरै कुराहरू। अब त्यस्तो मानसिकता बोकेर नै हिजो अर्काको घर राम्रो घर देखेर ढुङ्गा हानेर घरभित्र छिर्ने मान्छेहरूलाई त्यो कुरो सम्झाउन सकिँदैन होइन। जनावरहरूलाई कुनै राम्रो धुन बजाएर पनि फाइदा छैन, तिनीहरूसँग कुरा गरेर फाइदा छैन, तिनीहरूसँग ज्ञानै छैन। तिनीहरूसँग त्यही ज्ञान हुन्छ, तिनीहरूले हान्न जानेको हुन्छ, रिस उठ्यो भनेपछि उकाल्न जानेको हुन्छ होइन, भोक लाग्यो भने खान जाने हुन्छ। त्योभन्दा तिनीहरू जनावरको काम के हो त? केही पनि होइन। न तिनीहरूसँग ज्ञान हुन्छ, न विवेक हुन्छ, कहाँ के गर्दा कस्तो हुन्छ भन्ने कुरो। उनीहरूको स्तर भनेको त्यही लेभलसम्म पुगिसक्यो। राजा आउँछ भन्ने ग्यारेन्टी के छ? राजा आउने ग्यारेन्टी होइन, ग्यारेन्टी भन्दा पनि त्यो भइसक्यो कि अनिवार्य भइसक्यो क्या। आउने ग्यारेन्टी भनेर त्यो ग्यारेन्टी कुनै पनि चिजको यो सामान हो र बाउ घरमा आउँछ के ग्यारेन्टी छ भन्नु भनेको त्यो कोही चाइनाको सामान ल्याएको हो र 2 वर्षको वारेन्टी 1 वर्षको वारेन्टी। प्रचण्डजीले चाहिँ के भनिराख्नु भएको छ भने जस्तै अब राजालाई ल्याउनु भनेको सपना देख्नु जस्तै हो। राजा कुनै पनि हालतमा हुन्नन् र राजा राजै होइनन् भन्ने कुरा गर्न भइसकेको छ। उनीलाई त थाहै छैन नि त। उनी अर्काको जुठोमा पालेर बसेको मान्छेलाई त्यो दुनियाँको बारेमा थाहै छैन। उनले यदि त्यो दुस्साहस गर्छन् भने
हामी बाउलाई फेरि पनि बाउ- हतियार उठाएर गोली हानेर मार्न पनि तयार छौँ भन्ने हतियार बजाउन जान्नु पर्यो नि इन्डियाले बजाइदिएर हुन्छ र भने अब कहाँ छन् हतियार हतियार हुनु पर्यो नि त हतियार हुनु पर्यो होइन अनि हतियारको डर कसैले मान्छ र तपाईँलाई 2टा गोली लागेर तपाईँ डराउनु भयो र अस्ति लाग्यो त 2टा गोली डराउनु भयो त्यस्ता हतियारको कुरै छैन क्या हतियारसँग त्यही मान्छे डराउँछ जो डरपोक हो हामी जस्तो मान्छेको मैले डराउँछ सुनेको थिएँ तपाईँले प्रचण्ड केपी शेरेलाई पनि भगवान् मान्नुहुन्छ अरे भगवान् 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 मानव भनेको मानव हो भगवान्को तुलना हुँदैन ल हामी कुरा गर्दा गर्दै अहिले चोहार खोला भन्ने ठाउँमा आइपुगेका एकदमै छौँ। खतरनाक बाटोको सफर हामी चोहार भन्ने खोलामा गरिरहेका आइपुगेको छ छौँ। हेर्नुहोस् यस्तो डेन्जरनाक यति खतरनाक बाटो छ है आज धेरै नै हामीलाई डर लागेको छ यो बाटो हिँड्दाखेरि हामीले पहिरोहरू पनि धेरै खसिराखेको देख्यो ढुङ्गाहरू पनि धेरै खसिराखेको देख्यो हामीले अब यो भेटेरी भन्ने ठाउँमा आइपुगेको छौँ हामी है अन्त गाडीमा हिँड्ने क्रममा हाम्रो सरसँग धेरै कुराहरू कानी गर्ने मौका पनि पाइयो त्यसको लागि एकदमै आभारी छु म है आभार प्रकट गर्दछु धन्यवाद ज्ञापन गर्दछु त्यसपछि मैले अरू कुरा पनि के भन्छु भने जस्तै नेपाल नेता त्यस्तो हुनुपर्छ निडर हुनुपर्छ निष्पक्ष हुनुपर्छ र देशप्रति माया र प्रेम हुनुपर्छ र भिजन हुनुपर्छ र देशप्रति देश र समाज र जनताप्रति ज्ञान हुनुको र अनुभव पनि हुन जरुरी छ है त्यस्तो चाहिँ नेताहरू हाम्रो देशको लागि खाँचो छ र यिनी 3जना टाउकेहरूलाई चाहिँ हामीले बर्खास्त गर्न जरुरी छ ओके हस् धन्यवाद लास्टमा भन्नुहोस् सर के भन्न चाहनुहुन्छ म ड्राइभिङ गरिरहेको छु होइन मैले अस्ति भर्खरै 53,000 कर तिरेर आएँ क्या है 53,000 को कर मैले के को लागि दिएको भन्दाखेरि म हिँड्ने बेलामा मेरो गाडी घरसम्म सुरक्षित पुगोस् भनेर हो तिमीहरूले खानको लागि होइन बुझ्यो नि तिमीहरूसँग खानको लागि तिमीहरूलाई खानको लागि दिएको होइन त्यो पैसा भनेको जब मेरो गाडीमा म चढ्छु म आफ्नो गन्तव्यमा सुरक्षित पुगौँ भनेर हो म बाटो राम्रो खोजेको मैले दिएको पैसाले बाटो बन्नु पर्छ होइन जो मैले तिरेको कर छ जो वर्षै साल तिरिरहेको छु मैले त्यो कर भनेको गाडीलाई हिँड्नको लागि बाटो हुनुपर्ने हो यो के हो यो बाटो हो यसलाई बाटो भन्ने 100 मिटर पिच हुन्छ 500 मिटर अफरोड हुन्छ त्यसको लागि तिर्या हो हामीले पैसा होइन होला नि त त्यो भएर जसको कर जसको लागि उ गरिएको छ त्यो ठाउँमा लगाऊ नत्र भने दिनगन्ती सुरु भइसक्यो है दिनगन्ती सुरु भइसक्यो अब बाँच्ने उपाय छैन भाग्ने उपाय छैन जमाना फेरिसक्यो पहिलाको जस्तो छैन म इन्डिया गएर लुकौँला म अमेरिका गएर लुकौँला छैन त्यो जमाना सकिसक्यो अब लुक्ने ठाउँ छैन पानीभित्र पनि छोडिँदैन होइन जहाँ जुन प्रयोजनको लागि जे चिज गरिएको हो त्यो त्यही चिजको लागि मात्र गर्ने हो है अब हुन त अब जति बुद्धि दिए पनि काम छैन अब दिमाग हुनु पर्यो नि होइन पुरानो छैन छ त्यो कारणले गर्दा जरुरत छैन होइन अब छोडिदिने हो क्या सत्ता छोडिदिने हो हामी छौँ त यत्रो पाखुरा को लागि हो गाई बन्दैन हामी भनेको 3 दिन खाना नखाएर 4 दिन नसुतेर हामी काम गर्न सक्छौँ आज मैले ड्राइभ गर्न थालेको आज 7 दिन रेगुलर भइसक्यो आधा घन्टा 1 घन्टा मात्र सुतेर ड्राइभ गरिरहेको छु अस्ति 30 घन्टा नसुतेर नन स्टप ड्राइभिङ गरेर पुगेको यो अप्ठ्यारो बाटोमा है राजाले बनाइदिएको बाटोलाई मरामत पनि गर्न सकेको छैन क्या तिमीहरूले मर्मत गर राम्रो बाटो बनाऊ भनेर भने होइन हामीले सकेन तिमीहरू नसकेपछि अब के गर्ने रुने कराउने अनि 2-4 जनालाई मारेर हुन्छ हुँदैन सक्दैन तिमीहरू केही गरेर पनि सक्दैन है यही हो मेरो गाडीलाई कति मार परेको छ मलाई थाहा छ नि होइन कति कर तिरेर गाडी किनेको थियो 300%। हेलो मिस्टर विष्णु पौडेल अर्थमन्त्री होइन खै 300% को त्यो
यही हो बाटोको हालत। कहाँ दाउन्ने भएर कहाँ जानुपर्ने ठाउँमा मान्छे कहाँ पहाड घुमेर कहाँ पोखरा पुगेर आएछ अरे। एउटा बाटो बनाउन सक्ने हैसियत छैन। कहाँको कर कहाँ तिर्ने भन्ने कुरा ऊ छैन भनेपछि कसरी देश सञ्चालन हुन सक्छ भनेपछि गाह्रो छ। सक्दैन के बाबु, तिमीहरू सक्दैन, छोडिदिइहाल भाइ केटाहरू, छोडिदिइहाल है। तिमीहरू सक्दैन यार, सक्दै त सक्दैन। अब हामीहरूलाई देऊ यो पाखुरा छ नि 4 दिन 5 दिनसम्म पनि नन स्टप रगडिन सक्छ। जति पनि काम गर्नु सक्छ 4-5 दिनसम्म भोकै प्यासै होइन। तिमीहरू त एकछिन पनि खाना पाएन त मर्छ त। ज्वरो आयो भने त पुग्छ त तिमीहरू त विदेश। कहाँ कहाँ कुन कुन हस्पिटल छ, हामीलाई त जानु पर्दैन त कहिले है। राजालाई पनि जानु पर्दैन त कहिले, यहीँको सामान्य दबाईले काम गर्छ त। कहीँ अमेरिका गएको थाहा हुँदैन, पुरा भ्रमण गर्न गएको थाहा हुँदैन होइन। हामीलाई जानु पर्दैन त, तर तिमीहरूलाई चाहिँ गइरहनु पर्छ। सिटामोल चाहियो विदेश, अनि एउटा कपडा चाहियो विदेश, बर्थडेको केक ल्याउनु पऱ्यो विदेश। हामीलाई त जानु पर्दैन त भनेपछि बुझ्नु पऱ्यो साथीभाइहरू, भाइ केटाहरू। तिमीहरू बुढो भइसक्यो होइन, सक्दैन तिमीहरू, छोडिदिइहाल अब सत्ता हस्तान्तरण। अझै हामी एकदमै यो टप अफ द वर्ल्डमा छौँ यति बेला है। माथि बादल, तल पहाड, अनि यो अप्ठ्यारो बाटो। कतै कतै राम्रो छ है, नराम्रो भन्न अल भन्न खोजे होइन, तर यस्तो राम्रो कुनै ठाउँमा बाटो देखेपछि मान्छेलाई जान मन लाग्छ र बिचमा गएर धोका पाइन्छ। पेट्रोल पम्प छैन, कति किलोमिटर त मोर देन 100 किलोमिटर कुदिसक्यो हामीहरू, पेट्रोल पम्प छैन है। कहीँ ग्यारेजहरू छैन, बजारै छैन। के को लागि बाटो बनाएको? कसैको फ्युल सकियो अरे, के गर्ने? तिमीहरू जस्तो त्यो हेलिकप्टर हाम्रो जनताको पैसाको लुटेको पैसा त छैन हेलिकप्टर लिएर गाडी तानेर लिएर जानलाई। अनि के गर्ने? बाटो छ यति सानो 4 मिटरको बाटो छैन, त्यही पनि पुरा पहिरो गएको छ। तल डोजरले काम गरिरहेछ तर बाटो क्लिन गरौँ भन्ने थाहै छैन क्या। त्यो दिमाग सेन्सै छैन, अनि कहाँबाट हुन्छ? दिमागभरि त खाइसक्यो त, भ्रष्ट गरेर त कसरी कहाँबाट 2 रुपियाँ चोर्न पाइन्छ है, कहाँबाट हुन्छ जसरी हुन्छ पैसा तान्ने, भ्रष्ट गर्ने, दुनियाँलाई गाली गर्ने। अलिकति कोही पावरफुल मान्छे देख्यो भने कसरी हुन्छ, आफूले त सकिँदैन। अनि पुलिस प्रशासन लाउनु पऱ्यो है, अनि कानुन लाउनु पऱ्यो, पुलिस प्रशासन लाउनु पऱ्यो। यदि पुलिसले पनि सकेन भने आर्मी लाउनु पऱ्यो। कठै भिड्न सक्ने सिङ्गल दमै छैन। आर्मी पुलिस लाउनु पर्छ बिचारा। हालत यस्तो भइसक्यो साथीहरू होइन। त्यही भएर साथीहरू व्यवस्था परिवर्तनको लागि एकजुट हौँ, युवाहरू एक ठाउँमा आउँ। अब देश बनाउने भनेको हामीले हो क्या, मैले हो, म तयार भइसकेँ। थोपडा छ नि, भुलेर पनि नबिर्सनु। बुझ्यो नि? यो थोपडा फेरि हेर्ने एकपल्ट, भुलेर पनि नबिर्सनु। देश बनाउने जिम्मा अब हाम्रो हो। हामी कसरी देश बनाउँछौँ भन्ने कुरा हेरेर देख न, 10 वर्ष हेरेर देख न देश कसरी बनाइदो रहेछ भन्ने कुरा थाहा पाइहाल्छ त केटाहरू है। तिमीहरूले धेरै नाटक गर्नै पर्दैन, तिमीहरू चुप्प लाएर 10 वर्ष बस त। हामीले देखाइदिन्छ कसरी काम गर्नुपर्छ। हामीहरू यसरी रोड हिँडेर हामीहरू काम गर्छ, बुझ्यो? व्यवस्था परिवर्तनमा लागौँ साथीभाइहरू है, जागौँ। अब हाम्रो देश बचाउने जिम्मा, यो देश बनाउने जिम्मा सब हामी युवाको हो क्या। यदि हामी युवाले गर्न सकेन भने सक्यो। लौ त हस्, आजलाई यति, बाई बाई। ओके, सबैजनालाई फेरि अर्को भेटमा यसरी नै कुरा गर्नेछौँ र भेट्ने बाचा गर्नेछौँ र केही हामी अब कहाँ देखाइदिन चाहन्छु। भोकी पो लाग्यो त, धुलो पनि हो। धुलोको प्रब्लम छ, त्यहाँ धुलो निकै खाइयो है।